राई माइला 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 आयो 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 राई माइला राई माइला राई माइला राई माइला राई माइला राई माइला आयो 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 खानुस् 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 खाएन न ग्यास्ट्रिक हुन्छ खानुस् खानुस् खाएन न ग्यास्ट्रिक हुन्छ खानुस् खानुस् काका नमस्कार नमस्कार म चाहिँ मेरो काका है काका नमस्कार नमस्कार उबै 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 जेठा एक हप्तापछि कहाँबाट मुन्टी बक्सानु भयो त हेर्नुहोस् त तीनजनामा बाउको चिन्नुहोस् त चिन्नुहोस् 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 अरे बा मातिर पो हेर्छ त तेरो बाउमा हो डाम्न काम छैन डुलिया छ हिँडिया छ हल्लिया छ टाइममा खाना नपाएर बिरालोलाई पनि ग्यास्ट्रिक भएको छ उहाँले पनि पार्न थाल्नु भएको छ यो मेरो घर हो पासपातीको धर्मशाला होइन यसो काकालाई भेटौँ कि भनेर आएको नि काका तेरीमा डाका हो यो फेरि मन परि छैन जोड्ने छुटुन त राई माइलाको भन्दा पनि खत्तम देख्छु यहाँ मोक्तानजीबाट सुनेको तपाईँ पुरै रामायण र महाभारतदेखि लिएर सबै ब्रह्माण्डकै ज्ञान भएको हुनाले तपाईँसँग भेट्न आएको नि काका यो बाबु चाहिँ ठिक लाग्यो है मलाई यसको चाहिँ फेरि थुतु नदेख्ने बित्तिकै मलाई किन पारो तादिन्छ त्यसरी रिसाउनु हुन्न नि काका उहाँ नि साथी हो आएर मलाई पाक्री त है किन काका मलाई रिस उठ्नु लाग्यो रिसले सीमा नागिसक्यो त्यो राई माइलाले भेट्यो भने म त्यसको रगत पिउँछु पिस रगत बिहानभरि रक्सी पिउनमा ठिक्क छ भित्रकै पुग्छ मैले तिमीहरूलाई सबैलाई मनको तराजुमा जोखिसकेको छु तिमीहरू सबै उस्तै छौ त्यो धमलालाई पनि राई माइलाले कुट्छु भन्थ्यो त्यसलाई भेट गराइदिएको उल्टे कुटाइ खाएर भाग्यो मलाई धमलासँग नदास लामाडन हो लामाडन खै लामो डन हो कि छोटो डन हो त्यो चाहिँ तँलाई नै थाहा हो थाहा छ नि काका हामी लखर लखर डुलिरहेको हुन्छौँ त्यही भएर तपाईँलाई रिस उठिहाल्छ नि म तपाईँ जस्तो विद्वान मान्छेसँग सङ्गत गर्न मन लागेर त उहाँलाई लिएर आएको नि जेठा फेरि आएर मलाई पक्रियो है मलाई रिस उठ्न लाग्यो यसलाई यो सबै बोल्न आउँदैन भन्नै लागेको थियो काका तैँले जन्माए यसलाई यो कुरा यसले भन्न सक्दैन नरिसाउनु न काका हामी त तपाईँबाट केही ज्ञान गुणको कुरा सिक्न पाइन्छ भनेर पो आएको नि ला ठिक छ तपाईँ मसँग केही सिक्न आउनु भयो तर तपाईँको यो अनुहार चाहिँ किन 5 रुपियाँको भुके पाउरोटी जस्तो छ है तपाईँलाई खुसी हुन आउँदैन है यस्तै हो अनुहार त्यसलाई त राई माइलाले ठगेछ नि बे गराउँछु भनेर दाङमा लगेर अल्पत्र पारेर राखेको रहेछ त्यहाँ दाङमा भेट भएर मैले काठमाडौँ लिएर आएको सँगै अनि उहाँलाई चाहिँ के गर्नुभयो त राई माइलाले मलाई होइन मेरो काकालाई चाहिँ कोरिया भनेर विराटनगर झारिदिएको रहेछ त्यो राई माइलाले होइन जेठा तपाईँ पनि सिक्नुहोस् न राई माइलासँग यस्तो कला ला 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 कोइरालालाई फोन गरिहाल्नुहोस् भेट्नु पर्यो राई माइलासँग हेलो सर कता हुनुहुन्छ म चौतिर घाम ताप्दै हो किन के भएर कति फोन गरेको छौ त हेर्नु न सर त्यो राई माइलाले त मलाई डुबायो नि गुरुङ दाइले पनि 1 हप्ताको टाइम दिएको थिए त्यसलाई खोजेर लिएर आइज भन्थे आज 1 हप्ता पनि पुगिसक्यो चेल सरले पनि खोजिरहेछन् अनि त्यो हामीसँग पढ्ने एउटा लामा थियो नि हो त्यो त अहिले डन भएको रहेछ साला राई माइला कति बाँच्दो रहेछ हेर्छु म पनि मसँग बच्चा होइन कति रक्सी पिउँछस् भने अब छोड्दे तेरो शरीरै गलिसक्यो मेरो चिन्ता छोड बरु त्यो राई माइलाको बारेमा सोच तँलाई त थाहा हुनुपर्ने नि कहाँ छ त्यो राई माइला छिटो भन होइन कस्तो कुरा गर्छ मैले पनि त्यसैलाई खोजिरहेको होइन र थाहा भएको भए त तँलाई भनिहाल्थेँ नि लामा डन हो भन्दै हिँड्छ अब राई माइलाको झोक निकालेर झन्डै मलाई कुटेन नि त्यसले हो र कोइराला तनाव पो रहेछ तिमीलाई त्यसो भए 2-4 महिना विदेशतिर जाऊ सोच बनाउँदैछु चाइनातिर जाउँ कि अचम्मको कुरा त्यो राई माइला पो कहाँ छ म यहाँ छु त म तपाईँलाई 2 घण्टादेखि खोजिरहेको छु त
फोन चाहिँ किन उठाउनु भएको त? फोन उठाएर साध्य नै हुँदैन नि। जसले नि फोन गर्छ अमेरिका पठाइदेऊ भन्छ, साध्य नै हुँदैन क्या। यसको फोन उठायो भने फेरि अमेरिका पठाइदेऊ भन्छ। यस्तो फोन त कति आउँछ देख्यौ त? अमेरिका पठाइदेऊ भन्ने मान्छेको फोन। आम्मामामा अहिले ट्रम्प राष्ट्रपति भएपछि त झन् मेरो पावर बढेको छ क्या। अनि जसले पनि अमेरिका पठाइदियो, जसले पनि अमेरिका पठाइदियो। अमेरिका पठाउँदै जाने हो भने नि सबैलाई देशै खाली हुन्छ। अनि म भावुक हुन्छु क्या कहिले काहीँ, देश खाली हुन्छ कि साह्रै चित्त बुझ्छ, साह्रै भावुक हुन्छ। धेरै भावुक नहुनु दाजु, भावुक धेरै नहुनु। त्यसो भए दाजु मलाई पनि अमेरिका पठाइदिनु नि त, खर्च कति लाग्छ होला? अब तिम्रै घरमा बसिरहेको छु, तिम्रैमा अब खाइरहेको छु मिठो मसिनो है। अरूलाई त 50 लाख लिइरहेको छु, तिमीलाई चाहिँ डिस्काउन्ट गरेर 55 लाख रुपियाँ देऊ न। त्यो कोइराला सरको फोनमा अझैसम्म खिची आइरहेछ। मैले पहिल्यै भने होइन चेन सर, कोइराला पनि खराब मान्छे हो भनेर। जस्तो सुकै होस्, अब तिमीहरूले राई माइलालाई गुरु मान्नुपर्छ। अहिले बल्ल थाहा भयो कि नेपालमा शरणार्थी काण्ड मचाउने पनि त्यही राई माइला हो। अब राई माइलाबाट तिमीहरूले सिक्नुपर्छ। लाटाहरू अब राई माइलासँग सङ्गत गरेर जाऊ केटा, तिमीलाई पनि अमेरिकातिर। कसरी गर्ने त सङ्गत? ए लाटा, तपाईँ कसरी केटी चाहियो भन्दै राई माइलासम्म पुग्नुभयो, त्यसरी नै फेरि सङ्गत गर्नुहोस्। तपाईँ साह्रै लाटो हुनुहुन्छ। सगरमाथा चाड्न जाँदा तपाईँ जस्तै बुद्धि भएको मान्छे चाहिँ भेटेको थिएँ। अरे मुक्तन सर, काकाले सगरमाथा पनि चढ्नु भएको हो र? अरे के भन्नुभएको? मेरो काकाले सरमाथा चढेर गिनिज बुकमा नाम लेखाउनु भएको छ। गाफ नहान्नुहोस् है, मेरो नाम दोस्रोमा छ। त्यसो भए फर्स्टमा कसको नाम छ त? खै थाहा भएन त्यो त भाइ। हिलारी सरले मलाई सगरमाथा चाडेपछि दोस्रोमा चढेको भन्न भनेर भन्नुभयो। त्यसपछि मैले पनि इन्टरभ्यूमा म दोस्रोमा चढेँ, तेस्रोमा भनेर भनिदिएको। रिसाएर त्यो दिनदेखि मसँग बोल्दैन। सगरमाथा चाड्न जाँदा पनि सधैँ ओ ब्याटम्यान भन्थ्यो। के गर्नुभयो त तपाईँले त्यस्तो उहाँलाई? अघि हिँड्थ्यो, म फेरि सधैँ फुस पार्नु पर्ने। ऊ अहिले सम्झिँदाखेरि उसले पछाडि बसेर सुन्थ्यो रहेछ। त्यही भएर पो रिसाएको हो कि। अनि अगाडि बसेर पार्दैपछि सुन्दैन त? अनि सगरमाथा चढ्न गाह्रो भयो नि त काका? कस्तो कुरा गर्छ है, सगरमाथा चाड्न गुच्छा खेल्नु जस्तो हुन्छ। त्यो दिन सम्झिँदाखेरि पनि अहिले डर लाग्छ। साह्रै गाह्रो गरेर चढेको थियो। चाड्यो फेरि चिप्लिन्थ्यो, चाड्यो फेरि चिप्लिन्थ्यो, कोसिस गर्यो फेरि चिप्लिन्थ्यो, कोसिस गर्यो फेरि चिप्लिन्थ्यो, चाड्यो फेरि बिचमै लाड्यो। त्यस्तो त कति लाड्यो, चाड्यो फेरि लाड्यो, चाड्यो फेरि लाड्यो, फेरि कोसिस गर्यो फेरि लाड्यो। निरन्तरको कोसिसपछि सगरमाथा छ। तिमीहरूले बुझिराख, निरन्तर जुनै कुरा पनि कोसिस गर्यो भने सफल भइन्छ। राई माइला राई माइला राई माइला राई माइला राई माइला राई माइला आयो 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 राई माइला राई माइला राई माइला राई माइला राई माइला राई माइला